गाइज गुड मर्निङ एभ्रिवान। आज हामी दुई दाजुभाइ बार बेन्डिङ बारबेन्डिङको काम गर्न आएको। एक कुन बार कति छ भनेर बार बेन्डिङ गर्न आएको। अनि अब उहाँ त अब उहाँको परिचय त दिन नपर्ने होला, अस्ति दिएको। अन्त एकै दाजुभाइ आज बार बेन्डिङ गर्न आएको। अनि त्यसपछि अब बार बेन्डिङ गर्दा 40,000 को ज्याकेटै च्यातियो यार। 40,000 यो हाम्रो यो बार छ नि, हाम्रो जुन भर्टिकल उठ्यो नि, यो बार चाहिँ हाम्रो टप बार भयो। यो बटम टप बार भन्ने हुन्छ। यो तलको बस्छु तल आउनुहोस् तल क्यामराम्यान। यो चाहिँ हाम्रो बटम भयो। यो हाम्रो टप मेन बार भयो। 16 mm को डायमिटर हुन्छ। अनि यो डिस्ट्रिब्युसन बार, यो जुन हाम्रो यो सिधा लामो डन्डी हुन्छ त्यसलाई डिस्ट्रिब्युसन बार भन्छ। त्यसलाई टप बार, यसलाई टप बार। त्यसलाई छ एउटा टप बार छ, एउटा बटम बार, दुईवटा हुन्छ हाम्रो। एउटा यो हाम्रो बटम बार भयो। यो हाम्रो कस्तो हुन्छ भने यो पनि पछि हामीले यसरी नै ढाल्नु पर्छ है, काट गरेर स्लोपमा जान्छ अरे उहाँ त अब पर्फेक्ट मान्छे। अब हामी त भन्छ जुनियर आर्टिस्ट हो म त। अब हामी आज के गर्छौँ यहाँको ढलान आज मेसिन त उतै सेट गर्नु पर्यो। देखिँदैन हे गाइज, आज म यस्तो भाइले यहाँ पोइन्ट खोज्न तयार भइसकेको छ। र कुन पोइन्ट खोजेको भाइ? यो हाम्रो पोइन्ट हो, फर्माको लाइन दिनलाई पोइन्ट खोज्यो होइन। फर्माको लाइन दिनु लाग्यो। अलिकति यता ठोक्देऊ न। यो काम गर्यो, दिनभरि काम गऱ्यो मान्छेले यहाँ पेटमा भोक लागिसक्यो। होइन त्यसलाई हटाउ त, त्यो बाकसलाई परेको मान्छे नबोल्दा कस्तो लाग्छ अरे। के थाहा तिमीहरूलाई मन परेको मान्छे म्यासेज इग्नोर गर्दा, त्यो मान्छेले इग्नोर गर्दाको पीडा कस्तो हुन्छ, निद्रा नलाग्दा कस्तो हुन्छ भन्ने कुरा हुन त हो। त्यो मान्छे मेरो हुँदैन भन्ने थाहा हुँदा नि उहीसँग बोल्न जानुभयो, माया रहेछ त। यस्तो अल्छी लाग्दो दिनहरू छ कि आजभोलि, यस्तो अल्छी लाग्दो। काम गर्ने मुड नि चल्दैन। यस्तो अल्छी लाग्छ यस्तो दिनहरू नि। अब निन्द्रा मात्रै लाग्छ। ट्यागो ल्याउट हान्दा छु म, पोइन्ट ल्याउट हान्दा छु। यहाँ अल्छी लागेर हैरान भइरहेछ। भर्खर खाना आएको निन्द्रा लाग्यो। अब गएर सुत्दिन्छु आधी घन्टा, मस्तरी सुत्ने हो। यसो सुतौँ भनेर दरबारमा छिरेको। मेरो दरबारमा फेरि केटाहरूले तल आइज न भनेर बोलाउँदैन, ज्याकेट लिएर आइज न, सुत्नै नदिने केटाहरूले। प्रगति त हुन्छ कहाँबाट दिन्छन् यार जिन्दगीमा। कलेज लाइफमा धेरै साथीहरू भेटेको थिएँ, तर तिनीहरू अलि कस्तो न कस्तो टाइपको थियो। यहाँको केटाहरू भाइहरू साथीहरू कस्तो छन् भने कतै जाँदा जाम भाइ, केही गर्दा गरम भाइ, यता जाँदा जाम कि भाइ, उता जाँदा जाम कि भाइ, जाऊ न जाँट हो जाऊ। तिमीहरूको लाइफ हो, तिमीहरू पनि जिउ न यार, मलाई त सुत्न देऊ न यार। होइन यार, घरदेखि टाढा आएको मान्छे सुत्नु हुँदैन। अब दमदार भएर काम गर्छु। बरु ठेला गाडा खेल्छु, निन्द्रा लाग्यो भने ठेला खेल्छु, सुत्न चाहिँ जाँदिनँ। एनी आऊ काम गरौ। राम्रो आउँछ मोबाइलमा, राम्रो भएपछि कहाँबाट राम्रो आउँछ? छोक्रा राम्रो छ नि त, छोक्रा राम्रो भयो भने मोबाइल पो राम्रो हुन्छ। अब मोबाइल जस्तो भने छोक्रा राम्रो यतै फर्केर टिकाउँछ टाउको त माथि गएर तिम्रो मुखतिर त घुमाउ यस्तो। दादा हामी यस्तो मान्छेलाई भेट्न जाँदैछु कि यहाँको दोनदार इन्जिनियर। यस्तो
यस्तो अल्छी लाग्यो निदा हो न सुत्न आएको मान्छे म यहाँ खुट्टा भिजाउन मलाई तिमी फ्रेस हो अनि मलाई खोल्न सक्दैन अब जान्छ दाइ नुहाउन खुट्टा भिजाइछु सक्छ कस्तो आनन्द आउँदै मोबाइल खस्यो भने झन् आनन्द आउँछ